A very good morning from Ramaroshan. Welcome back to another vlog of Sagarayatri vlog. Guys, हामी चाहिँ अहिले बिहान कति बज्यो? 7 बज्यो. रामरोसनमा छौँ. अब यहाँदेखि माथि जान्छौँ. चाहिँ रामरोसन पुगिसकेका छौँ. हाम्रो गाडी छ सरोसन. सट्ट अब यहाँ माथि जान्छौँ हामी. यति बेला रामरोसन पर्यटकीय क्षेत्रमा प्रवेश गर्दैछौँ. ठ्याक्कै रामरोसन प्रवेश गर्दैछौँ. माथि पाटनहरू हेर्न सक्नुहुन्छ. ओए एकदम राम्रो छ. चारैपट्टि हाम्रो सरहरू पनि हुनुहुन्छ. नेक्स्ट यहीँ त अहिले माथि गएर नै हेरौँ ल. अब चाहिँ हामी प्रवेश गर्दैछौँ एउटा खण्डमा. रामरोसन सुन्न सक्नुहुन्छ. एकदमै चराचुरुङ्गी बोलेको आवाजहरू बब्बाल छ. जिङ्गरे लेकमा छौँ यति बेला हामी चाहिँ. जिङ्गले दहमा छौँ. देख्न सक्नुहुन्छ यताको भ्यू. अब हामी माथि मैदानतिर जाने क्रममा छौँ. देख्न सक्नुहुन्छ लेक चाहिँ माथि हाम्रो रहेछ. अब एकछिनपछि हामी बोटिङ गर्छौँ यहाँ. तर पुरै कङ्क्रिटहरू चाहिँ निर्माण भएको रहेछ. देख्न सक्नुहुन्छ लेक चाहिँ माथिसम्म छ. रोसन मैदानमा छौँ अहिले हामी. रामरोसनको त्यहाँ देख्न सक्नुहुन्छ पहाड रहेछ. माथि चाहिँ आगो लागेको रहेछ. एकदम भ्यू राम्रो छ. 360 भ्यू हेर्नुहोस्. मैदानमा छौँ अहिले हामी चाहिँ. रोसन मैदान कति घुमेर सकिन्न हो. यता रोसन मैदान त पुरै घुम्न. त्यहाँ सरहरूले डेउला हानिराखन्. लाली किरणहरू भुइँमा पर्दैछन्. अनि यति बेला हामी चाहिँ यो देख्न सक्नुहुन्छ यहाँ छौँ. सो अलराइट गाइज, आजलाई चाहिँ यति नै होइन. अब फेरि सागरयात्री भ्लग डुलुवाले फेरि नयाँ गन्तव्यमा लगिजानेछ तपाईँहरूलाई. होप दिस भिडियो इन्जोय गर्नुभयो होला. Thank you for watching this video. See you. Bye bye. Ramaroshan, bye bye.